Hello guys, welcome to my channel. This is our day 1 vlogs of traveling to Bali series. Now enjoy the video. Look at it. How are you feeling, Mandunda? I'm feeling good, excited, Where are you going? nervous. I'm going Bali, my first honeymoon with my husband. Hello. How are you feeling? I'm feeling great, good, Where are you going? very excited Why? What's the excitement about? to travel with my buddy. Where are you traveling to? आज हामी जाँदैछौँ बाली. First चाहिँ थाइल्यान्डको ट्रान्जिट छ. And then we are moving towards Bali. हाम्रो चाहिँ ठ्याक्क बोर्डिङ सुरु भयो. हामी लाइनमा बस्न अल्छीले जानी त्यही बस्नु हो, जानी त्यही फ्लाइटमै हो, किन लाइन बस्नु, आनन्दले लास्टमा जाने. हाम्रो लाइन चाहिँ यहाँ चाहिँ त सबै थाईहरूको लाइन हो. We're not in bus right now. के भएको थियो तिमीलाई इन्सिडेन्ट त भन्नु त. म फर्स्ट टाइम थाइल्यान्ड ट्राभल गर्दाखेरि म अहिलेभन्दा गोरो थिएँ क्या होइन. अनि त्यसपछि त्यही इमिग्रेसनको लाइनमा बसिरहेको थियो सबैजना. अनि एकजना थाई नेसनल चाहिँ आउनु भएन. अनि त्यसपछि आएर चाहिँ मसँग के भाषामा बोल्नु मैले बुझिनँ क्या. म ट्रप भएँ अनि मैले सरी क्यान यु स्पिक इन इङ्ग्लिस भनेँ क्या. अनि त्यो मान्छेले मलाई इङ्ग्लिसमा चाहिँ अनि आई थट यु वर थाई national, so I was speaking Thai, and I said, no, I'm from Nepal, I'm not Thai. And this is, I just know Swadik kaha bhanne na. I had no idea what Swadik is till then, no. This was he asked me a few questions and he gave me the freeze ma rakhe Thailand ko magnet. हामीले चाहिँ थाइल्यान्डको लागि फ्लाइट बोर्ड गरेर अब थाइल्यान्डतिर जाँदैछौँ. सी यु इन थाइल्यान्ड गाइज. 3.5 घन्टाको फ्लाइट पछि हामी चाहिँ नेपालबाट थाइल्यान्डको स्वर्णभूमि एयरपोर्टमा आइपुगेका छौँ. अब यहाँ लगभग 8 घन्टाको ट्रान्जिट छ हाम्रो थाइल्यान्डमा र हामी त्यसपछि बालीतिर प्रस्थान गर्नेछौँ. स्वादी खा Hello. How do you feel landing at Swarnabhumi Airport? अति दामी. How's the airport? Airport is good, but my condition is not that good. Why? I'm feeling sleepy. What did you eat on flight? के seafood भनेर दे. There was octopus in that. What? I think so. It felt like octopus. That is why I did not eat. हो धन्नले जन्मेछ नि नेपालमा. थाइल्यान्डमा जन्म त गाह्रो हुँदैछ मलाई. म चाहिँ जुन देशमा जन्मे नि एउटै हो. आई डोन्ट लाइक एनिथिङ. न भात मिठो लाग्छ न त मासको दाल र भात मिठो गाइज. मन्केको त्यो सिफुड भन्दा गोडमेला अचार. भन्नु नि त कहानी के भएको थियो अरे. Let's go. Let's go, Guru. I was answering you 1 वर्ष already as a stranger यही एयरपोर्टबाट. सुरु भएको As कहानी. replying to your text. Look now. I'm here with you. ठ्याक्कै 1 वर्ष होला होइन. जुलाईमा होइन. जुलाईको अगस्त. 14 महिना अगाडि संयुक्त मलेसिया जाँदाखेरि यहाँ चाहिँ ट्रान्जिट परेको थियो थाइल्यान्डमा. अनि मैले त्यो बेला हाउसै फ्लाइट भनेर टेक्स्ट गराएको छु. त्यहाँबाट सुरु भएको कहानी. बट इट्स नट लभ म्यारिज. ओके, अरेन्ज म्यारिज. फर काइन्ड इन्फर्मेसन. त्यही त तिमीहरू मलाई दोष लाउँछ लभ म्यारिज भनेर, तर होइन. It's her birthday in 2 days.
ए टुडे हामी चाहिँ ट्रान्जिट धेरै लामो भएको भएर अलमोस्ट 8 घन्टाको ट्रान्जिट भएर यता ड्युटी फ्री यताको स्टोरहरू एयरपोर्टको सबै घुम्दै थियौँ। घुम्ने क्रममा हामीले चाहिँ यहाँ ठ्याक्क अगाडि के देख्यौँ भन्दा यो हाम्रो समुद्र मन्थन गर्दाखेरिको एउटा कहानी के छ प्रपर कहानी बोर्डमा लेखेर राखेको थिएँ। यो कहानी चाहिँ पुरै एउटा स्टोरी आर्टको फर्ममा यहाँ बनाएर राखेको रहेछ। एकदम राम्रो थियो यो, एज यु क्यान सी राम्रो छ यो। अनि हामी यहाँबाट मेट्रो चढेर लाग्यौँ अर्को ब्लकतिर। यो चाहिँ एयरपोर्ट पनि 2टा सेक्सनमा रहेछ, भित्रबाट मेट्रो चढेर जानुपर्ने रहेछ। अनि मेट्रो चढेर हामी मेट्रो कुरेर बस्यो, 1 मिनट जति कुरेपछि मेट्रो आयो। अनि लाग्यौँ अर्को ब्लकतिर। प्लेन चढ्न आएको ट्रेन चढेर कस्तो लागिरहेछ? प्लेन चढेर त भइसक्यो निन्द्रा नलाएर। नाइट ड्युटी पछि प्लेन पछि के भन्छ ट्रेन बस पनि छ। नेपालको पहिला बसबाट सुरु भएको, अहिले ट्रेनको यात्रा भइरहेछ मेरो। कसैले त बालिकीमा गयो भने ट्रेनमा हामी चाहिँ अहिले ट्रेन चढेर आयौँ। यता S109मा आउनुपर्ने थियो। अलमोस्ट 5 मिनट जति उताको ब्लकबाट यता ट्रेनै चढेर आउनु पर्दो रहेछ। यहाँ चाहिँ रातभरिको निन्द्रा बाँकी छ। यहाँनिर यस्तो राम्रो सोफा टाइपको रहेछ। अब 2 घन्टा 2.5 घन्टा चाहिँ सुतेपछि मात्रै हामी लाग्छौँ बालीतिर। हामी चाहिँ 1-2 घन्टा सुतेर रेस्ट गरेर उठ्यौँ अहिले। यहाँ हिँड्दै गर्दाखेरि यहाँनिर थाइल्यान्डको आर्ट पिसहरू देख्यौँ। यस्तो राम्रो रहेछ। यहाँ एयरपोर्ट पनि एकदमै ठुलो, एकदम डेकोरेटिभ वेमा बनाएको रहेछ। सबै हेर्दै हामी चाहिँ के कति सुत्नु भनेर यताउता हेर्दै हिँड्यौँ सबै। अब हामी चाहिँ कहाँ जाँदैछौँ भन्दाखेरि बाली जाँदैछु, तपाईँलाई थाहा नै छ। टिकटक बनाउनु पऱ्यो अरे भन्ने कुरा आयो। यस्तो दामीलाई हेर्दै वाउ। अनि टिकटक बनाउनलाई अब हामी चाहिँ कहाँनिर बनाउने भनेर टिकटक बनाउनलाई चाहिँ कहाँनिर टिकटक बनाउने भनेर खोज्दैछौँ। त्यो ठाउँ चाहिँ कस्तो चाहियो अरे भन्दाखेरि मान्छे नभएको, मान्छेलाई नदेख्ने मजालु छ मेरो बुढी, त्यही भएर अब मान्छेले नदेख्ने ठाउँ यस्तो चाहियो नि त। कुरो बुझेल गई। यहाँ चाहिँ अब टिकटक बनाउने, ट्रान्जेक्सन भिडियो बनाउने भनेर समीक्षा चाहिँ अब यहाँ हेर्दैछ, भिडियो छान्दैछ। भिडियो चाहिँ यो बनाउनु लाग्छ। अलमोस्ट 20 मिनटमा हाम्रो बोर्डिङ हुन्छ फ्लाइटमा। अनि 2-3टा चाहिँ ट्रान्जेक्सन भिडियो यस्तो हात यस्तो समातेर यस्तो घुमाउनु पऱ्यो अरे अहिले यहाँ एयरपोर्टमा। त्यसपछि फेरि उता गएर हात समात्दै यस्तो हतार भइसक्यो। ल हतार भइसक्यो। घुमेर देखाइदियो, ल घुमेर देखाइदियो मेरो दर्शकहरूलाई। उल्टो घुम्यो क्या यस्तो तान्ने, यताबाट हो नि त। यस हामी चाहिँ अब टिकटक बनाउने प्र्याक्टिस गरिरहेको थियौँ। अनि मैले हात समातेर घुमाउने एउटा ट्रान्जेक्सन भिडियो बनाउने भनेर यहाँ नाच्दा हामी पछाडि गयौँ। पछाडिबाट फ्रेमबाट बाहिर भयौँ। त्यो क्यामेरा गोप्रो अन छ भने हामीले बिर्स्यौँ। अनि इमिडिएट अगाडि आएपछि झल्यास देखेर सम्झ्यौँ हामीले। यो त के अन के अन खिचिरहेछ। Now we are heading towards Denpasar Airport. Denpasar, yes, Denpasar Airport. Nervous about the takeoff and landing once again. Jokes on me. Thank you. Okay, the other side and turn right.
Thank you. Go for it. Yeah. Hi. Hi. No. Give me an interview now. Where are we के going? भन्नुला भन्नु हामी चाहिँ बाली जाँदैछौँ How was the बुढाबुढी sleep? फर्स्ट टाइम स्लिपको त कुरै नआउनु मतलबै छैन स्लिप बाली जाने निन्द्रा सोचेर हुन्छ बिन्दास चुप चुप भयो नि समुद्र पानी गएर च्याप्प चोपल्यो चाहिँ सब निन्द्रा उठ्छ Honey, कस्तो how excited are you? I really am asking you, but you keep... Okay. How excited are you? I am very much excited. On level 1 to 10. On level 1 to 10 I am 11. Why? Is it because of Bali or because of your wife? Both. मेरो साइडमा तिमी र तिमीसँग बाली कस्तो लाग्यो त्यो इमिग्रेसनमा 2 घण्टा लाइन बसेर नेपाल खत्तम भनेको त नेपाल भन्दा नि खत्तम ठाउँ रहेछ खत्तम चाहिँ होइन है गाइस एकदम सिस्टममा छ म त एकैछिन म त 5 मिनेट छिरेँ यहाँनिर चाहिँ के भइदियो भन्दाखेरि मेरो चाहिँ त्यो पासपोर्टमा इलेक्ट्रोनिक चिप भएको र त्यो ट्याप गरेर एकैछिनमा छिर्यो समिक त्यहाँ चाहिँ लाइनतिर बस्यो इमिग्रेसनको यति लामो लाइन कि 2 घण्टा भइसक्यो म अगाडि आउँदिनँ सिम दुवैजनासँग छैन छल्लिम भन्दा नि म बाहिर वेट गराएमै उसलाई देखेकै छैन लामो लाइनमा परेँ अनि बल्ल बल्ल जुक्ति लाएर नेपाली जुक्ति लाएर साइडबाट इमर्जेन्सी हो भनेर मैले आऊ भनेर यसो बोला जस्तो गरेर फुत्त अगाडि लाइन लगाएर राख्दै आएँ माने सबजना यसरी बोर्ड लिएर बस्नुहुन्छ यहाँ चाहिँ हामी चाहिँ हाम्रो क्याब ड्राइभरलाई कुर्दैछौँ है त कुन बेला आउँछ दिन भनेर थकित मुद्रामा यहाँ वेट गर्दै I'm hungry. म त्यत्रो खाएर भोक लाग्छ ट्रेनमा त्यत्रो खाएर भोक लाग्यो मैले चाहिँ फेरि आज बिहानदेखि आज फुल अस्ति मेरो लागि चिजमा व्रत बसेँ आज म उसको लागि चिजमा व्रत बस्ने यहाँको फुड फिर्ता दिएपछि यस्तै हुन्छ आएको फुडै मैले फिर्ता दिएँ के भन्छ चिकन स्प्यागेटी के भन्थ्यो म त्यो स्मेलै यता छैन किन भन्दा मैले वाट्सएपमा मैले कहाँनिर उभ्याएको छु भनेर मैले भिडियो पठाइसकेको उसलाई बुझेर हेऱ्यो भने सिधै यहीँ आउनुपर्छ त्यो मान्छे होटेलै फर्केछ क्या त्यो होटेलै फर्के जस्तो होइन नेपाल बोल्यो क्या हामीले यहीँबाट क्या होटेल बुक गरेर गएको थियौँ होटेलले चाहिँ क्याब ड्राइभरलाई पठाइन्छ भनेको थियो एयरपोर्ट पिकअप थियो हाम्रो बुकिङमा लास्टमा आउँदै आएन एकैछिन दुःख दियो अनि त्यहाँबाट हामीले यताउता गऱ्यौँ अलि एक्सपेन्सिभ भन्दै थियो त्यहीँको लोकल ड्राइभरलाई बुझ्दा अनि फोन गरेर बल्ल बल्ल होटेललाई फोन गरेपछि म पठाइदिन्छु भने नम्बर दिएँ वाट्सएपमा अनि कन्ट्याक्ट गरेर अनि आइयो 3 kilometers? How much kilometers from here? 2 kilometers. Just 2 kilometers. But 17 minutes. 17 minutes. Due to traffic? The traffic. यहाँ चाहिँ एकदमै धेरै ट्राफिक कुदर्छ अस्ति आकेशले भन्दा चाहिँ भनेको त एकदमै ट्राफिक हुन्छ भनेर मलाई अस्ति कञ्चन सर भन्ने हाम्रो नगरपालिकाको इन्जिनियरले पनि भन्नुभएको थियो यहाँ हिँड्न सबभन्दा झ्याउ चाहिँ ट्राफिक स्कुटरै लिएर हिँड्ने हो गाडीमा त हिँड्नै हुन्न भनेर भन्नुहुन्थ्यो यही भएर रहेछ 2 किलोमिटर छ हाम्रो एयरपोर्टबाट होटेलसम्म पुग्नलाई ठ्याक्कै 17-18 मिनट भनेर देखाइरहेछ म्यापमा हाम्रो चाहिँ ट्राफिक चाहिँ कति रहेछ ट्राफिक गेस गर्न सकिन्छ कस्तो फिल हुँदैछ त दिमागै ह्याङ भइसक्यो आज रेस्ट नगरिकन कामै गर्दैन बेलुका निक्लिन गएर 1-2 घन्टा रेस्ट गरेपछि अनि बेलुका चाहिँ निक्लिन नि Your passport, please. Yeah. Stay for 3 nights, yeah?
हामी चाहिँ होटेलमा ठ्याक्क पुग्यौँ अनि चेकिङ गर्दै थियौँ। मैले चाहिँ यहाँको यसो वरिपरि भ्यू खिचेँ। यो चाहिँ हाम्रो लबी एरिया होटेलको माथि चाहिँ किचन थियो, उता स्विमिङ पुल थियो। अनि यहाँ हामीले चेक इन गरेर लाग्यौँ रुमतिर। यो चाहिँ हाम्रो रुम अनि बर्थडे भनेको भएर त्यही अनुसार डेकोरेट गरिदिएको रहेछ। थ्याङ्क्स फर वाचिङ आवर भ्लग्स।